नमस्ते, वेलकम छ कृष्णा युट्युब च्यानलमा। गाइज आज चाहिँ म धेरै दिनपछि हजुरहरूसँग फेरि भेटघाट हुँदैछु। धेरै लामो समयपछि आज चाहिँ म मेरो बहिनी अनि हामी 16-17 वर्षपछि चाहिँ मेरो साथी, हामीले चाहिँ मायाले लुरी भन्छौँ, उसलाई चाहिँ भेट्दैछौँ। हामी कहाँ जानु रे बहिनी? फरमानिया होइन हौ, फाइल अल्कुहत महल भन्छ। कति गाह्रो गाइज। हामी चाहिँ ट्याक्सी कुर्दैछौँ। आज त हामी कति घुम्छौँ, इन्जोय गर्छौँ, तपाईँहरूलाई सबलाई घुमाउँछौँ है गाइज। ट्याक्सी कुर्दैछु, ट्याक्सी आउँदैछ। केही बोल्दैन बहिनी चाहिँ लजाउँछ क्या। ट्याक्सी आउँदैछ। ट्याक्सी रोक त बहिनी, 2 रुपियाँमा लैजा भन्। कति? 2 रुपियाँ। ट्याक्सीलाई म यसो बार्गेनिङ गर्नु पर्यो है गाइस। हेलो ब्रदर, care file? Yes. 2 kg, okay? 2.5. No, 2 kg brother. I always go 2 kg, okay? Okay. File alcohol mahal. Alcohol. Okay. ल गाइस, कस्तो रिस आएको क्या, बुढो त 2 रुपियाँ भनेको त। हामी चाहिँ ट्याक्सीमा चढिरहेको छु। कति जाम छ क्या गाइस। बहिनी बोर लाग्यो हो तँलाई? छैन। कस्तो लाग्यो त तँलाई घुम्न जाँदा दिदीसँग? रमाइलो लागेको छ। ऊ चाहिँ लजाउँछ क्या गाइस। हामी चाहिँ जाँदैछौँ सर। टन्डरान टन्डरान बाहिरको सो धेरै टाढा छ। ठिकै सर जाँदैछ। उताबाट मेरो साथी पनि आउँदैछ। हामी त आज सो गाइस धेरै दिनपछि चाहिँ मेरो साथीलाई भेट्न जाँदैछु। सो 15-16 वर्षै भयो होला हामी नभेटेको। चाहिँ यहाँ कुवेतमा आएको 3 वर्ष भइसकेको थियो। अनि भेट्छु भन्दाखेरि मैले पनि टाइम नमिल्ने। आज चाहिँ 2 दिन पनि आयो, साथी भेट्ने दिन पनि आयो गाइस। बहिनी र म जाँदैछु। बहिनी सुत्यो क्या हो? सुत्यो छैन त। छैन कि बाहिर हेरेको रमाइलो लागिरहेछ। तर रमाइलो लागिरहेछ। बहिनीलाई नि एकदम रमाइलो लागेछ। मेरो प्यारो बहिनी हो। उसको नाम चाहिँ तीर्थ है, तीर्थ राई। तीर्थ राईजी, तपाईँ के भन्नुहुन्छ दिदीको यसो युट्युब च्यानलमा? कि राम्ररी हुनुहुन्छ तपाईँ? के भन्नु र, लाइक एन्ड सब्सक्राइब गरिदिनुहोस्। तपाईँले पनि गर्नुभएको छ? गरेछ अरे। सो गाइस जाँदैछु। अब पुग्नु लाग्यो। अब 10 मिनट जति लाग्छ होला। यहाँ चाहिँ अहिले कुवेतको ठ्याक्क 3-3:30 भइरहेछ। गाइस म त साथी कुर्दैछु। साथी खोइ त कुन गेट कुर्दा मेरो बहिनीलाई बोर लागे जस्तो छ हो। बोर लाग्यो? नमान न यार बोर। मेरो साथी कहाँ छौ तिमी? कहाँ रोक्दियो अनि गाइस मेरो साथी कुर्दा बोर लागिसक्यो। गाइस मेरो साथी भेट भयो। फाइनली भेट भयो। हामी कुर्दा कहाँनिर लगेर छोडेछ? त्यो फोटो देखाउनु पर्दैन, त्यही रोकिदिन्थ्यो। त्यो कस्तो खालको ड्राइभर परेछ है। गाइस फाइनली भेट्यो मेरो साथीलाई। जाउँ साथीभित्र, हामी घुमौँ। त्यहाँनिर छ नि, मैले फोटो देखाएको ठ्याक्कै त्यहीँ लगेर छोडेँ कि। ए भित्र घुम्ने नि, आऊ न। के हुन्छ र गाइस? हामी चाहिँ मेरो साथी बहिनी हामी चाहिँ उता कहाँले बाहिर घुम्न जाँदैछौँ। यहाँनिर महलहरू पनि राम्रो रहेछ। कसलाई हो? केही हुन्न के, कस्तो डराएको हौ।
हेर्नुस् गाइसहरु मेरो बहिनी र साथी चाहिँ खुइ हात समाउँदै हिँडेछ गाँठे मलाई त बिर्सै क्या हो यिनीहरुले गाइस फाइनली मेरो साथी लुरीलाई चाहिँ भेटियो हैन मेरो साथी सारै लुरी छन् फेरि मेरो बहिनी चाहिँ यहाँ उसको बेबी छोलीलाई फोन गर्दै छ आइज नानी ओइ त्यो सुगा हो त्यो सुगा हो सुगा त होइन होला हो कहाँ देखिस् हौ सुगा त्यो सुगा त होला हौ त्यो हाम्रो मिनालाई के भन्नु छ मिना हैन नभेटेको कति भयो मिनालाई नि त्यति नै भयो होला 15 भयो होला भयो त्यति भयो सेम 15-16 वर्ष भयो हैन मिनालाई नभेटेको अनि आई मिस यु मिना सन्चै छ होला हैन सन्चै नै छ अघि नै मैले अब म लुरी भेट्न जानला हेर तेरो साथी हो लुरी त म त भेट्न जा तेरो नि त साथी हो नि भन्छ ल ल जा म त मेरो कालेलाई तेल लाउन लाग्यो भन्दै थियो ल आई मिस यु मिना अझ त बोल्दैन हौ मसँग कहिले कहिले मेसेज गरेस् मलाई अहिले छोरा पाएर मक्खै छ नि त ओइ कस्तो दामी यार त्यो ठाउँ त गाइस हेर्नुस् दामी छ है एकदम हिँड न हिँड एकदम हो मैले भनेको थिएँ नि ओइ हेर आज तँलाई धेरै वर्षपछि नि भेट्यो एकदम खुसी लाग्यो हैन अब साथी अब हामी कहिले भेट्ने होला अब हामी टाइम मिलेपछि भेट्ने ल ल साथी अरु केही सुनाउ न यार कस्तो पानी खाने कहाँको यो माछा मार्ने ठाउँ भन्नु यो चाहिँ फाइल हैन आउला अलि उता लैजाउ न फाइल हजुर त्यो फाइलको माछा मार्ने ठाउँ हो अब ठाउँको नाम चाहिँ थाहा भएन माछा मार्ने ठाउँ हो ए हो यहाँ भिडियो बनाएन भने रिसाको ल गाइज पार्कबाट यो महलको नाम बहिनी आइज है त्यो कता खुतुर गरिरहेको छ साथी यहाँ पानी किनौँ के अहिले त्यहाँ पाउँदैन बहिनी जहाँ पानी किन आइज पेप्सी खाने पेप्सी खाम आइज है नानी आइज एउटा लिने पानी यहाँ रहेछ नि पेप्सी गाइस हामी त पेप्सी खानु पर्यो पेप्सी साथी यस्तो जुस मन पर्छ कि पेप्सी तो के खाने नानी वाटर सलाद गाइस वाटर सलाद वाउ कस्तो राम्रो छ है गाइस हामी चाहिँ यहाँ आइसके बहिनी यता देखाइदेऊ गाइस के प्लेस पहिलाको हेर्दा नानी यहाँ भुत्रे राजाहरू बस्छ नि त्यस्तै घर रहेछ है साथी ओइ हामी कहाँ जान्ला रे भन्दै त गाइजहरूलाई कहाँ माथि यो जाने र माथि यताबाट जाउँ न साइडबाट गाइस भर्याङ जाने हो दामी रहेछ त है मलाई समान हो है यो त हाम्रो नेपालको धरारा जस्तै रहेछ त यार भर्याङ त एकछिनको लागि हामी नेपालको धरारा चल्दैछौँ दामी छ है त्यसलाई राम्रो ठाउँ त हिँड भन्दा मान्नु दामी है साथी देखाइरहेको छु त यार वाउ भ्यू हौ त बहिनीलाई हिँड भनेको नमाने क्या हाम्रो ब्लगलाई नि सब्स्क्राइब गरिदिनुहोस्
sister. खतरा छ ए साथी यो भन्दा नि माथि जाने नजाम वाउ खिच्ने यार खिच्ने त किन आत्तिन्छस् कति साथी अब खाजा खाने अनि हामी पनि छुट्टिनु पर्छ ल त्यो बहिनी यार माथि जान्न भने त्यहाँ कुरिरहेको छ कहाँ होला कि गयो हौ छोडेर जान त डर लाग्छ होला नि हौ डर त के लाग्नु अब दिदी कहाँ छ भनेर मैच्याङ मैच्याङ टिक्ताजी एकजना तल गएर चप्पल दिनु न मलाई कहाँ तल गएर तेरो चप्पल गाइस यहाँ हेर्नुहोस् त वाउ ल अब खाजा खानु जाने जाउँ जताबाट गयो नि हुन्छ जाऊँ साथी के खान्छस् है त खोइ कहाँ छ मोमो ल साथीहरूले चाहिँ यहाँ बहिनी त के खानु ल हामी मोमो अनि जुस खमाइ ओइ गाइस हाम्रो त खाना पनि सुरु भइसक्यो ल चेस साथी मेरो चाहिँ चिकन सुप मोमो बहिनीको बम ल है त गाइस हामी त खाइ पनि सक्यौँ गाइस अब हामी यहाँको साथी देऊ न त्यो हराउला ट्याक्सीमै छोड्ला हामी चाहिँ खानपिन गऱ्यौँ गाइस अब घरतिर लाग्नुपर्छ नेपाली रेस्टुरेन्ट हो यो हामीले चाहिँ खाजा पनि खायौँ अब हामी बिदाई माग्नु लाग्यो गाइजहरूसँग अब साथी राम्ररी जाऊ बाई बाई हाम्रो चाहिँ फुल भिडियो